हरे कृष्ण धन्यवाद प्रणाम सबैजनामा। मलाई चाहिँ आज कस्तो आफूलाई मनमा लागेको कुरा चाहिँ सेयर गर्न मन लाग्यो होइन। हामीले चाहिँ कहिलेकाहीँ हाम्रो मनहरू एकदम दुःखी हुन्छ नि त्यत्तिकै भन्ने कि केही नसोच्दैमा कसैले केही नभन्दा पनि हामी एकदम उदास हुने, त्यत्तिकै रुन मन लाग्ने अनि कसैसँग बोल्न मन नलाग्ने त्यस्तो हुन्छ। त्यस्तो चाहिँ मलाई किन हुन्छ जस्तो मलाई फिल भएको भने चाहिँ हाम्रै आफ्नै कर्मले गर्दा हो जस्तो लाग्यो कि हामीले चाहिँ केही कुराहरू प्याच्च भनिदिन्छौँ कसैलाई, हाम्रो कारणले चाहिँ कसैलाई मन दुख्छ होला होइन। मन दुखेको कारणले चाहिँ त्यही हाम्रो कर्मले गर्दा चाहिँ हामीलाई आफै मन दुखेको, आफै चाहिँ निराश भएको जस्तो लाग्छ कि मलाई चाहिँ होइन। मलाई चाहिँ त्यस्तो फिल हुन्छ। त्यही भएर हाम्रो बोलीले अनि हाम्रो व्यवहारले चाहिँ कसैको पनि मन नदुखोस् कि हामीले गर्ने हरेक कार्यले चाहिँ सकेसम्म कसैको मन नदुखोस्। यदि हामीले अन्जानेमा के गर्छ क्षमा मागौँ भन्छु कि मैले। हामीले क्षमा चाहिँ माग्नुपर्छ कि होइन। हाम्रो अहङ्कारहरू, हाम्रो रिस डाहा जे हुन्छ नि बिस्तारै बिस्तारै हामीले त्यसलाई काट्दै जानुपर्छ कि त्यो काट्ने चाहिँ माध्यम भनेको चाहिँ मलाई 2 वर्ष जति भयो होइन। त्यो मैले आफूलाई सेल्फ रियलाइज गरिरहेको छु। त्यो काट्ने माध्यम भनेको चाहिँ हामी चाहिँ भगवान्को सकेसम्म चाहिँ भगवान्को नाम जप्ने कि त्यो बिस्तारै बिस्तारै हाम्रो अहङ्कार, हाम्रो रिस, हाम्रो जे पनि हुन्छ नि त्यसलाई चाहिँ कन्ट्रोल गर्दै जाँदो रहेछ कि त्यो म चाहिँ आफै रियलाइज भएर चाहिँ हजुरहरूलाई सेयर गर्दैछु। हरे कृष्ण धन्यवाद प्रणाम।